गुजरातको बनासकाँठा जिल्लाको दिशानगर नजिकै रहेको एक पताका उद्योगमा मंगलबार बिहान भएको शक्तिशाली विस्फोटले कम्तीमा 21 जनाको ज्यान लिएको छ। यो घटनामा 6 जना घाइते भएका छन् भने उद्धार कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। विस्फोट यति शक्तिशाली थियो कि उद्योगको भवन पूर्ण रूपमा ध्वस्त भएको छ र त्यहाँ कार्यरत मजदुरहरू मलबेमा पुरिएका थिए। स्थानीय प्रहरीका अनुसार विस्फोट बिहान 9:45 को आसपासमा भएको थियो। यो उद्योग दीपक ट्रेडर्स नामक गोदाम थियो, जुन गैर कानुनी रूपमा पताका भण्डारण र उत्पादनको लागि प्रयोग भइरहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बनासकाँठा जिल्ला कलेक्टर मिहिर पटेलले मृतकहरू मध्य प्रदेशको हरदा र देवास जिल्लाबाट आएका मजदुरहरू भएको पुष्टि गरेका छन्। उनीहरूलाई 2 दिन अघि मात्रै कामका लागि ल्याइएको थियो। विस्फोटपछि आगलागी भएको र भवनको कङ्क्रिटको छत भत्किएर मजदुरहरू त्यसमुनि पुरिएको प्रहरी अधीक्षक अक्षयराज मकवानले बताए। प्रहरीका अनुसार यो गोदामका मालिक दीपक मोहनानी र उनका पिता खुबचन्द मोहनानीले अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको कारण यस वर्ष उनीहरूको लाइसेन्स नवीकरण अस्वीकृत भएको थियो। तैपनि उनीहरूले गैरकानुनी रूपमा पताका भण्डारण र उत्पादन जारी राखेका थिए। विस्फोटको कारण पत्ता लगाउन फरेन्सिक टोलीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले मंगलबार राति नै मुख्य अभियुक्त दीपक मोहनानीलाई पक्राउ गरेको छ। प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 रुपैयाँ राहत रकम घोषणा गरेको छ। गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि मृतकका परिवारलाई 4 लाख र घाइतेलाई 50,000 रुपैयाँ सहायता दिने घोषणा गरेका छन्। उद्योगमा अझै मलबेमा पुरिएकाहरूको खोजी जारी छ र मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।